सुस्केर उही थकान उही हरदम हर क्षण जिन्दगीको यात्रा अघि बढाउनु छ उद्देश्य एउटै अनि चाहना हजारौं लिएर। हजुर दर्शन अनि नमस्कार यस नेपाली हिमाल अनलाइन युट्युब च्यानलमा सम्पूर्ण दर्शक अनि श्रोताहरू माझ कार्यक्रममा म विक्रम थोप्लिहाङ लिम्बू र अमृता देवन उपस्थित भइसकेका छौँ। यही सिलसिलामा साप्ताहिक कार्यक्रम सञ्चालित यसै नेपाली हिमाल अनलाइन युट्युब च्यानलबाट प्रत्येक शनिबारको दिन राति ठिक 6 बजी हामी तपाईहरुमाझ सम्झना कोसेली कार्यक्रम लिएर आउने क्रममा यो कार्यक्रम अन्तर्गत श्रोताहरूकै कविता, गजल, कथा तथा मुक्तकहरू सुनाउने छौं। हजुर तपाईहरुमाझ सम्झना कोसेली कार्यक्रम लिएर हामी अमृता देवन र म आइसकेका छौं र अब कार्यक्रमलाई हामी अगाडि बढाउने तर्फ फालेलुङ 1 थरबाट गजेन्द्र मुक्तनजीले गजल पठाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै म गजलतर्फ लाग्न चाहन्छु। पहिलो भेटमै जुधेको नजर कस्तो हुँदो हो, उहाँले गजल मार्फत प्रस्तुत गर्नुभएको छ। म उहाँको गजलतर्फ लाग्न चाहन्छु र उहाँको गजल यसरी सुरु हुन्छ। भेट हाम्रो भएदेखि बोलिरहौँ जस्तो लाग्छ, भेट हाम्रो भएदेखि बोलिरहौँ जस्तो लाग्छ, मनका कुरा तिमीसँगै खोलिरहौँ जस्तो लाग्छ, मनका कुरा तिमीसँगै खोलिरहौँ जस्तो लाग्छ, भेट हाम्रो भएदेखि बोलिरहौँ जस्तो लाग्छ। छुटिने त मनै छैन, छुटिने त मनै छैन, लाग्छ लाग्छ तिमीसँगै हुन पाए, छुटिने त मनै छैन, लाग्छ लाग्छ तिमीसँगै हुन पाए। मायाका सारा कुरालाई, मायाका सारा कुरालाई घोलिरहौँ जस्तो लाग्छ, मायाका सारा कुरालाई घोलिरहौँ जस्तो लाग्छ, मनका कुरा तिमीसँगै खोलिरहौँ जस्तो लाग्छ। गाह्रो भयो मलाई, गाह्रो भयो मलाई तडपी तडपी बस्दा एक्लै, गाह्रो भयो मलाई, गाह्रो भयो मलाई तडपी तडपी बस्दा एक्लै। मिलनको बाटो चाँडै, मिलनको बाटो चाँडै खोजिरहौँ जस्तो लाग्छ, मिलनको बाटो चाँडै खोजिरहौँ जस्तो लाग्छ, मायाका सारा कुरालाई घोलिरहौँ जस्तो लाग्छ। सपनामा तिमी देख्छु, विपनामा पनि देख्छु, सपनामा तिमी देख्छु, विपनामा पनि देख्छु। ज्योतिषीलाई हाम्रो भाग्य, ज्योतिषीलाई हाम्रो भाग्य सोधिरहौँ जस्तो लाग्छ, ज्योतिषीलाई हाम्रो भाग्य सोधिरहौँ जस्तो लाग्छ, मिलनको बाटो चाँडै खोजिरहौँ जस्तो लाग्छ। गजलको अन्तिम शेर। एकै रथका दुई पाङ्ग्रा झै, एकै रथका दुई दुई पाङ्ग्रा झै बन्नु पाए कस्तो हुन्थ्यो,
एकै रथका दुई पाङ्ग्रा झै बन्न पाए कस्तो हुन्थ्यो। एकै रथका दुई पाङ्ग्रा झै बन्न पाए कस्तो हुन्थ्यो। युगौँ युगसम्म हाम्रो नाता जोडिरहौँ जस्तो लाग्यो। युगौँ युगसम्म हाम्रो नाता जोडिरहौँ जस्तो लाग्छ। ज्योतिषीलाई हाम्रो भाग्य सोधिरहौँ जस्तो लाग्छ। भेट हाम्रो भएदेखि बोलिरहौँ जस्तो लाग्छ। मनका कुरा तिमीसँगै खोलिरहौँ जस्तो लाग्छ। मनका कुरा तिमीसँगै खोलिरहौँ जस्तो लाग्छ। अलिकति नजर तिम्रो झुकाएर आउनु। अलिकति नजर तिम्रो झुकाएर आउनु। दुःख पीडा जे भए नि लुकाएर आउनु। दुःख पीडा जे भए नि लुकाएर आउनु। अलिकति नजर तिम्रो झुकाएर आउनु। चोटै चोट बिना जिउने मान्छे को छ र? चोटै चोट बिना जिउने यहाँ मान्छे कुनै छ र? चोटै चोट बिना जिउने मान्छे को छ र? सके जति मन्द मुस्कान फुकाएर आउनु। सके जति मन्द मुस्कान फुकाएर आउनु। दुःख पीडा जे भए नि लुकाएर आउनु। आलो होला घाउ कति जिन्दगीमा प्रिय आलो होला घाउ कति जिन्दगीमा प्रिय लगाएर मलम घाउलाई सुकाएर आउनु। सके जति मन्द मुस्कान फुकाएर आउनु। बाध्यता छैन कुनै तिमी मेरै हुनुपर्छ। बाध्यता छैन कुनै तिमी मेरै हुनुपर्छ। बाध्यता छैन प्रिय तिमी मेरै हुनुपर्छ। बाध्यता छैन कुनै तिमी मेरै हुनुपर्छ। गहिरिएर आफ्नो मनलाई रुचाएर आउनु। गहिरिएर आफ्नो मनलाई रुचाएर आउनु। लगाएर मलम घाउलाई सुकाएर आउनु। अलिकति नजर तिम्रो झुकाएर आउनु। दुःख पीडा जे भए नि लुकाएर आउनु। दुःख पीडा जे भए नि लुकाएर आउनु। हस्, धन्यवाद छ हाम्रो गजेन्द्र मोक्तानजीलाई यति मिठो गजल हामी माझ पठाएर यो प्रस्तुत गर्ने मौका दिनुभएकोमा यहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हालेलुङ 1:5 स्तरबाट उहाँ श्री गजेन्द्र मोक्तानज्यूले नै अर्को पनि मायाको कोसेली लिएर आउनुभएको छ। मायाको कोसेली उहाँको यो मिठासपूर्ण मायाको कोसेली म हजुरहरू समक्ष पस्किन लाग्दछु। यो कविताको शीर्षक छ साह्रै मन पर्छ। इमली डिकिन्सनको होप इज द थिङ्स विथ फेदर्स, विलियम ब्ल्याकको दि लिटल ब्ल्याक बोय, विलियम वर्ड्सवर्थको ड्याफोडिल्स जस्तै, लक्ष्मीप्रसादको पागल, सृजन भूमिको हामी, श्रेष्ठ सिद्धिचरणको मेरो प्यारो ओखलढुङ्गा। कविता साह्रै मनपर्छ मलाई। त्यही डाँडा पाखा बरपिपलको छाया मिठो, माथिल्लो घरको बाजेले, तल्ला घरको बोजूले, पल्ला गाउँको रामले गर्जमान भनी
मायाले बोलाएको साह्रै मनपर्छ। मलाई होइन बर्गर, मलाई होइन केएफसी, इटालियन, अमेरिकन, फ्रेन्च, अरबी चट्टा भन्दा डच क्विजिन, मलाई भुटेको मकै, साँधेको भटमास, साँधेको गुन्द्रुक, मुलाको अचार, पोलेको रोटी, कोदाको ढेँडो, अकबर खोर्सानीसँग चिरिप्प टोक्दै बनाउँदै रातो अनुहार, चुहाउँदै पसिनाको थोपा खान साह्रै मनपर्छ। भन्दा अङ्ग्रेजी, भन्दा हिन्दी, मलाई मारुनी, मलाई सालैजु, हाकबारे सेलो अनि लहरे भाका, नेपाली लोक भाका साह्रै मनपर्छ। चाहिन्न त्यस्तो घर, पालाचो, अन्टिल्ला जस्तो मुकेश अम्बानीको, चाहिन्न स्टारहुड स्टेट जस्तो कोलोराडोको, चाहिन्न क्लिफ्ट टुए साउथ अफ्रिकाको, चाहिन्न भर्साइलिज फ्लोरिडाको, चाहिन्छ मलाई बादलुले छेकेको सानो मेरो घर, टाट्नामा बाँधेको बाख्रा भेडा, बाँधेको गोठमा गाई भैँसी, खोपीमा पालेको मौरीको मह, अहा मलाई साह्रै मनपर्छ। मलाई साह्रै मनपर्छ। खेतको बीचको याक्सा, आवाज झ्याउँकीरीको, भए पनि नमाजेको कित्ली, नुन हालेको चिया, भए पनि खिया लागेको ओदान, हरियो मकै पोलेको, ताप्लेजुङको मामा, पाँचथरको भान्जा, तेह्रथुमको सोल्टीसँग बसेर जिस्किँदै खाएको, रमाउँदै कुटु कुटु काबेलीको तीरमा साह्रै मनपर्छ। मलाई बेसी खेतमा साथीभाइसँग काट्दै धान, लाउँदै बिटा, उसिनेको इस्कुस, उसिनेको फर्सी, फिलिङ्गेको अचार, माली गाईको मोही, तिर्खाएको बेला, भोक लागेको बेला पिउँदा मलाई साह्रै मनपर्छ। रमाउने स्कर्टमा, सजाउने अर्ध पोसाकमा, देखाएर नग्न शरीरमा सजिएको नारी भन्दा गुन्यु चोली सारी लाएकी नेपाली नारी साह्रै मनपर्छ। मलाई नेपाली मन, मलाई नेपाली तन, मलाई नेपाली संस्कार, मलाई नेपाली माया साह्रै मनपर्छ। मलाई नेपाली माया साह्रै मनपर्छ। हजुर, यो रहेको थियो आलेलुङ 1 पाँचथरबाट श्री गजेन्द्र मोक्तानज्यूले पठाउनु भएको यो एकदमै मार्मिक अनि मर्मस्पर्शी कविता। र अब अर्को श्रोता हुनुहुन्छ आलेलुङ 2 पाँचथरबाट CN शर्माजीले बडा दसैँको उपलक्ष्यमा उहाँले सम्पूर्ण आमा बुवा तथा देश विदेशमा छरिएर रहनुहुने दाजुभाइ दिदीबहिनी माझ यो मायाको कोसेली लिएर आउनुभएको छ। उहाँको गजल रहेको छ। कि त माया तिम्रो जवान चल्ती हुनुपर्छ, कि त माया तिम्रो जवान चल्ती हुनुपर्छ, मबाट कि कहीँ गल्ती हुनुपर्छ, मबाट कि कहीँ गल्ती हुनुपर्छ, छैन ममा सामर्थ्य के गरौँ अब कसो,
कारण सबै ऋतु मेरो गल्ती हुनुपर्छ, कारण सबै ऋतु मेरो गल्ती हुनुपर्छ। बाध्यताले छोपिदियो आशा बोक्ने भविष्य नि, बाध्यताले छोपिदियो आशा बोक्ने भविष्य नि, त्यो मनबाट त्यो मनतिर भल्ती हुनुपर्छ, यो मनबाट त्यो मनतिर भल्ती हुनुपर्छ। सकिन्छ नबाच्नलाई न त मर्न पनि, आखिर प्राण पखेरु यो ढल्ती हुनुपर्छ, आखिर प्राण पखेरु यो ढल्ती। त्यस्तै गरी अर्को गजल रहेको छ शङ्खुवा सभाबाट जीवन लामाजी। आउँदै गरेको महान चाड विजय दशमीलाई पनि जोड्दै र आफ्नी जीवन सङ्गिनीको न्यानो माया र साथ सम्झिँदै त्यसप्रतिको माया पनि झल्काउनु भएको रहेछ। जीवनजी, हजुरलाई धन्यवाद छ हाम्रो कार्यक्रमलाई सम्झेर यति मिठो गजल पठाउनु भएको छ। पुनः पनि धन्यवाद व्यक्त गर्दै उहाँको गजलका शेरहरू यसरी सुरु हुन्छ। हिजो राति सपनीमा मेरी प्यारी रोको देखे, हिजो राति सपनीमा मेरी प्यारी रोको देखे, अचेत भई ठडिएको, अचेत भई ठडिएको मेरो तस्बिर छोको देखे, अचेत भई ठडिएको मेरो तस्बिर छोको देखे, हिजो राति सपनीमा मेरी प्यारी रोको देखे। खाडी देशमा काम गर्नु त, खाडी देशमा काम गर्नु त नेपालीको बाध्यता हो, खाडी देशमा काम गर्नु त नेपालीको बाध्यता हो। गरिबीले नङ्ग्याएर, गरिबीले नङ्ग्याएर मरिरहेको भोकको देखे, गरिबीले नङ्ग्याएर मरिरहेको भोकको देखे, अचेत भई ठडिएको मेरो तस्बिर छोको देखे। यो दशैँमा पक्कै प्यारा, यो दशैँमा पक्कै प्यारा फर्किएर आउँछ भने, यो दशैँमा पक्कै प्यारा फर्किएर आउँछ भने प्यारीले, यो दशैँमा पक्कै प्यारा फर्किएर आउँछ भने प्यारीले, प्यारीले ठिक्क बनाएको, प्यारीले ठिक्क बनाएको 10 धार्नीको बोको देखे, प्यारीले, प्यारीले ठिक्क बनाएको 10 धार्नीको बोको देखे, गरिबीले नङ्ग्याएर मरिरहेको भोको देखे। घाँस दाउरा काट्नलाई, घाँस दाउरा काट्नलाई असमर्थ भइसकेछिन् मेरी प्यारी, मेरी प्यारी, मेरी प्यारी घाँस दाउरा काट्नलाई असमर्थ भइसकेछिन्, घाँस दाउरा काट्नलाई असमर्थ भइसकेछिन् मेरी प्यारी, प्यारी, प्यारी मलाई पर्खी बसिरहेको, प्यारी मलाई पर्खी बसिरहेको हँसिया नाम्लो डोको देखे, प्यारी मलाई पर्खी बसिरहेको हँसिया नाम्लो डोको देखे, प्यारीले ठिक्क बनाएको 10 धार्नीको बोको देखे। सपनाबाट बिउझिएछु गजलको अन्तिम शेर। सपनाबाट बिउझिएछु काममा जान हतार भयो, सपनाबाट बिउझिएछु काममा जान हतार भयो। फर्केपछि आफ्नै देशको विकास गर्ने धोको देखे, फर्केपछि आफ्नै देशको विकास गर्ने धोको देखे, प्यारी मलाई पर्खी बसिरहेको हँसिया नाम्लो डोको देखे, हिजो राति सपनीमा मेरी प्यारी रुको देखे, अचेत भई ठडिएको मेरो तस्बिर छोको देखे, अचेत भई ठडिएको मेरो तस्बिर छोको देखे, मेरो तस्बिर छोको देखे। उही जीवन लामा शङ्खुवा सभा। अब हामी कार्यक्रमको अन्तिमतिर लागिरहेका छौँ र कार्यक्रम अन्तिम गर्नुभन्दा पहिला म के भन्न चाहन्छु भने तपाईँहरूले आफ्नो गजल, कविता, कथा तथा मुक्तकहरू राख्न चाहनुहुन्छ भने
यो भिडियोमा स्क्रिनमा राखिएको वाट्सएप नम्बरमा तपाईँहरूले आफ्नो गजल कथा कविताहरू लेखेर मुक्तकहरू लेखेर वाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँहरूको नाम अनि ठेगाना पनि लेख्न नभुल्नुहोला भन्दै अब आजलाई बिदा हुन चाहन्छौँ र हाम्रो यस कार्यक्रममा हजुरहरूले सुनिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम कस्तो लाग्यो लाइक कमेन्ट प्रतिक्रिया दिन नभुल्नुहोला र सल्लाह सुझाव पनि दिन नभुल्नुहोला तलको कमेन्ट बक्समा गएर लेख्नुहोला कस्तो खालको कार्यक्रम सञ्चालन गर्दा सही हुन्छ तपाईँहरूलाई सजिलो लाग्छ कस्तो खालको कार्यक्रम हुनुपर्ने कस्तो खालको भइदियो जस्तो लाग्छ त्यो तपाईँहरूको मनमा लागेको कुराहरू तल कमेन्ट बक्समा लेखेर सल्लाह सुझाव दिनुहोला भन्ने आशा अपेक्षा पनि राख्दै यो नेपाली हिमाल अनलाइन युट्युब च्यानललाई माया गरेर तपाईँहरूले सब्सक्राइब पनि गरिदिनु होला फेरि अर्को शनिबार फेरि भेट्नेछौँ भन्दै बिदा हुन चाहन्छौँ हस्त नमस्ते नमस्ते धन्यवाद